हेलो गाइज आज फेरि हामी लन्डनमा यहाँ वेस्टमिनिस्टर प्यालेस अफ वेस्टमिनिस्टर भन्ने ठाउँमा आएका छौँ। यो तपाईँको युकेको पार्लियामेन्ट हो। सबै यहाँ हाउस अफ लर्ड्स र हाउस अफ कमन्स भन्ने सबै लर्ड्स र कमन्स एमपिजहरू यहाँ आफ्नो कामहरू गर्छन्। अब यहाँ सबै पब्लिकहरूलाई सधैँ त जान एलाउड छैन होइन। हप्तामा एक दिन शनिबारको दिन पार्लियामेन्ट छुट्टी भएको दिनमा यहाँ जान पाइन्छ। त्यो तपाईँले रिजर्भेसन गरेर आउन सक्नुहुन्छ र भित्र फोटो खिच्न फिल्मिङ जस्तो गर्न मनाइ छ। तर त्यही पनि हामी सक्दो प्रयास गर्छौँ तपाईँहरूलाई देखाउनलाई। ल आउनुहोस् न, लेट्स गो। युके पार्लियामेन्ट वेस्टमिनिस्टर हो। यहाँ तपाईँको सबै नयाँ सरकार गठन हुँदाखेरि नयाँ गभर्मेन्ट तपाईँको गठन हुँदाखेरि सुरु क्राउन जसले एब्सोल्युट क्राउन रिसिभ गरेको हुन्छ ले आएर हाउस चालु गर्छ। जानुहोस् भिजिट गर्न। ओके बाई। ल अब हामी हाउस अफ पार्लियामेन्टको इन्ट्रान्सतिर जाँदैछौँ। पब्लिक इन्ट्रान्सतिर, भिजिटर इन्ट्रान्स भन्छ त्यसलाई यहाँ। ल नानी कस्तो लागिरहेछ त? ओके लेट्स गो। हेलो यता लन्डन आइतिर पनि एक राउन्ड हानिदिने हो कि नानी? गाइज ल हामी अब युके पार्लियामेन्ट लन्डनभित्र वेस्टमिनिस्टरमा छिर्न लागिरहेछौँ। प्यालेस अफ वेस्टमिनिस्टर भनिन्छ। यहाँबाट सुरु हुन्छ।